हेलो साथीहरु, फेरि पनि 30 डे च्यालेन्जको डे 4 मा तपाईं सबैजना स्वागत छ। आज चाहिँ बिहान लगातार पानी परेका हुनाले अलि ढिलो भिडियो बनाउन लाग्छु। मकन यो मलबाट अर्डर हालेको छु। यो मलको नाम चाहिँ नेक्सस शान्ति निकेतन मल हो। अर्डर पिकअप गर्न भित्र गए। भित्र त पुरै डाइनोसर के बच्चा यताउता राखेर कस्तो राम्रो बनाएर रहेछन्। हजुरहरुले पनि घुम्ने मन छ भने आउन सक्नुहुन्छ है। यो व्हाइट फिल्डमा रहेको छ। यो यति हेरिकन गए म आफ्नो अर्डर पिकअप गर्न। दुबी अर्डर पिकअप गरिकन म आएँ तल पार्किङमा। ढिलो नगरी गएँ कस्टमरको लोकेसनमा। त्यहाँ पुगेपछि इन्ट्री गरेँ। त्यसपछि भित्र गएँ। यो अर्डर चाहिँ शिवलकमा थियो। भित्र गएर कस्टमरलाई अर्डर पनि दिइकन आएँ। अर्को अर्डर भिल्लामा दिएको थियो। त्यहाँ भिल्लामा पुगिसकेपछि इन्ट्री गरेँ र कस्टमरलाई सही सलामत अर्डर पनि दिइकन आएँ। भिल्लाबाट बाहिर आइकन एकछिन रोकेँ। त्यसपछि मलाई माधेपुराको किचनबाट अर्डर पनि हाल्यो। किचनमा पुगेर अर्डर पनि पिकअप गरेँ। म्याप खोले 3.9 किलोमिटर थियो। ढिलो नगरिकन म पुगेँ कस्टमरको लोकेसनमा। यो अर्डर चाहिँ मैले शान्ति निकेतनको 18 टावरमा दिनुपर्ने थियो। लोकेसनमा पुगेँ। त्यसपछि अर्डर कस्टमरका हात पाडिकन पनि आएँ। बिस्तारै साँझ पर्न लागेको थियो। त्यसपछि मलाई एउटा अर्को मलबाट मल्टी अर्डर हाल्यो। त्यही होटलमा पनि पुगेँ। होटलका ढोकाथि 1 बाजे मादल बजाउँदै थिए। मैले पनि बजाएँ। अक्का बाजे उभिसक्दैनन् रहेछन्। त्यही भएर कुर्सीनी डन्डा समाइकन बसेका थिए। भित्र गइकन दुवै अर्डर पिकअप गरिकन आएँ र यी दुवै बाजेलाई बाइ बाइ भने। त्यसपछि ढिलो नगरिकन म कस्टमरका लोकेसनमा पुगेँ। यो बिल्डिङमा धेरै डेलिभरी बोय आएका थिए। मेरो पालो पनि आयो। मैले इन्ट्री गरेर कस्टमर बस्ने ब्लकमा गइकन त्यो अर्डर पनि दिएँ। त्यसपछि गएँ म अर्को अर्डर दिन। अर्को अर्डरको लोकेसनमा पनि पुगेँ। यो अर्डर चाहिँ 3rd फ्लोरमा थियो। लिफ्टमा 3rd फ्लोर दबाएर 3rd फ्लोर पुगेँ। कस्टमरका रुममा गइकन कस्टमरका अर्डर पनि दिएँ। त्यसपछि आयो मलाई लास्ट अर्डर, जो कि थियो भरतपुरको केएफसीबाट। भित्र गइकन अर्डर मागेर पिकअप गरेँ। त्यसपछि ढिलो नगरी लागेँ म कस्टमरका लोकेसनमा। यो भरतपुर भन्ने ठाउँ यस्तो छ कि जति बेला जाऊ जामै जाम, जति बेला जाऊ जामै जाम। यो अर्डर चाहिँ अलि जंगल ठाउँमा फालेको थियो। चारैतिर अँध्यारो अँध्यारो थियो। ढिलो नगरी कस्टमरका लोकेसनमा पनि पुगेँ। कस्टमरका रुममा पुगेपछि ढोकामा ढकढक हाने। बाहिर आयो र त्यो अर्डर पनि दिइकन आएँ। आज होटलवालाले रोकाइकन र जाममा पडिकन फुल टार्गेट हुन पाएन। यो चाहिँ मेरो आजको कमाइ हो। तिमीहरू हेर्न सक्छौ। भिडियो राम्रो लागेपछि लाइक कमेन्ट सेयर गरिहाले। मकन फलो गर्न छुटेका छौ भने फलो गरिहाले। मिल्ने छौ अर्को भिडियोमा।